नेपालमा ड्रोन उडाउनु कानुनी रूपमा सम्भव छ, तर सिभिल एभिएसन अथोरिटी अफ नेपालद्वारा तोकिएको नियमहरूको पालना गर्नुपर्छ। नियमहरू ड्रोनको वेट, पर्पज अफ फ्लाइट, लोकेसन र एल्टिट्युडमा आधारित हुन्छन्। तर के तपाईँलाई थाहा छ, नेपालमा केही अवस्थामा ड्रोन उडानको लागि लाइसेन्स वा अनुमति नै चाहिन्न। तर त्यसको लागि पनि केही कन्डिसनहरू छन् है। जस्तै यदि तपाईँको ड्रोन 2 किलोग्रामभन्दा कम छ भने, यदि तपाईँको ड्रोन 200 फिट और एल्स 61 मिटरभन्दा माथि नउडाउने हो भने, यदि तपाईँको ड्रोन आफ्नै प्राइभेट प्रोपर्टीभित्र मात्र उडाउनुहुन्छ भने, र यदि तपाईँको ड्रोन उडाउने उद्देश्य केवल मनोरञ्जनका लागि मात्र प्रयोग गरिन्छ भने, यस्ता शर्तहरूमा तपाईँलाई पूर्व अनुमति वा लाइसेन्स आवश्यक पर्दैन। तपाईँले लाइसेन्स बिना नै ड्रोन उडाउन पाए पनि केही अनिवार्य सावधानी भने अपनाउनु पर्छ है। जस्तै ड्रोन सधैँ आफ्नो भिजुअल लाइन अफ साइट अर्थात् आँखाले देखिने दायराभित्र मात्र उडाउनुहोस्। भिडभाड भएको स्थान वा 1000 जनाभन्दा बढी मानिस भएको जमघटमाथि नउडाउनुहोस्। सरकारी भवन, मन्दिर, सेना क्षेत्र वा विमानस्थलमाथि उडान निषेधित छन्। व्यक्तिगत गोपनीयता उल्लङ्घन नगर्नुहोस्। कसैको अनुमति बिना भिडियो वा फोटो नखिच्नुहोस्। 50 मिटरभन्दा कम दूरीमा मानिस, सवारी साधन वा संरचना नजिक नजानुहोस्। यदि तपाईँ सानो ड्रोन आफ्नो पर्सनल प्रपर्टीमा रमाइलोको लागि उडाउनुहुन्छ भने अनुमति आवश्यक पर्दैन, तर नियमहरूको पालना गर्नु अनिवार्य छ र ती नियमहरू आफै राम्रोसँग बुझेर मात्र ड्रोन उडाउनुहोस्।